Hi everyone, welcome back to my channel. Today we're going for another round of golf. Let's go, shall we? Play well everyone. ब्रुम ल साथीहरु सबैजनालाई हाम्रो ब्रुमनहरुको चाहिँ सेकेन्ड डे धमाका हुँदैछ है। ल अर्को युट्युब सुरु हो आज देखि फेरि अर्को सेसन हजुर सेकेन्ड सिरिज एपिसोड 2 सुरु भएको छ। हामी चाहिँ फर्स्ट होलमा छौं। हाम्रो पादी साहबको चाहिँ त्यहाँनिर रहेछ, मेरो चाहिँ उ पर छ पर्छ हाम्रो गुप्त साहबको हेर्छ यो छ हजुर कहाँ लिने नि सर ठीक छ अहिले गर्नु पर्यो नि नाइस साथीहरु मेरो चाहिँ यहाँनिर आइपुगेछ। अब यहाँबाट चाहिँ लगभग 250 मिटर जति होला। र साथीहरु म चाहिँ पदम साहबले त्यहाँबाट हाल्नु हुँदैछ, हाल्नु लाग्नु भएको छ। गुप्तमन साहबले हाल्नु भएको छ। मेरो बल चाहिँ सेकेन्ड शट यहाँ आइपुग्यो। यहाँबाट चाहिँ थर्ड शटमा चाहिँ ग्रिन अन गर्ने प्लान चाहिँ हो। नाइस वन। ल अब यहाँबाट चाहिँ मेरो बल चाहिँ यहाँ छ, त्यो रातो के अरे झन्डा रातो छ, त्यहाँनिर हान्ने हो साथीहरू। हेरौँ ल यहाँ हो हान्नुमा चाहिँ मेरो बल चाहिँ सेतो पर गएको छ ग्रिनमा। साथीहरू यो चाहिँ मेरो बल हो, यो चाहिँ बडी पट्टा है यहाँबाट। ल फर्स्ट होलमा चाहिँ पटिङले बिगार्यो साथीहरू। के अरे 3 पट लागेर त 6 हान्यो नि त हो, त्यस्तो भयो। अब चाहिँ यो सेकेन्ड होल हो। सेकेन्ड होलमा के अरे ड्राइभिङ राम्रै भएको छ। अनि त्यहाँबाट अब सेकेन्ड सट हेरौँ। अब यो अहिलेको बोगीलाई त अब कतै न कतैबाट बडी त गरेर ल्याउनै पर्यो, त्यस्तो छ है साथीहरू। ल हेर्नुहोस् साबरको यहाँनिर आजको फ्राइडेको जोसमा, धमाकाको जोसमा अगाडि हिँड्नुहुँदैछ उहाँहरू। लास्टमा टी अप गरेर आउनु हुँदैछ साहब चाहिँ। गुप्ता साहबको चाहिँ बल त्यता गएको छ, देवराज साहबको त्यहाँ छ भने हाम्रो पदम साहबको पहेँलो बल अगाडि छ। त्योभन्दा अझै अगाडि चाहिँ मेरो छ, झन्डै 100 यार्ड जति म गएर बसेको छ मेरो चाहिँ। हजुर ल यहाँ चाहिँ हाम्रो पदम साहबको चाहिँ त्यहाँनिर छ 120 यार्ड जति होला। मेरो चाहिँ अलि अगाडि गएर बसेको छ। मेरो बल चाहिँ यहाँ छ है साथीहरू। हान्नुपर्ने चाहिँ पर फ्ल्यागमा हो, 100 यार्ड छ यहाँबाट। सेकेन्ड शट चाहिँ राम्रै भयो, झन्डै टुज गरियो यहाँबाट, त्यस्तो भयो। हाम्रो पदम साहबले चाहिँ एकचोटि गर्नुभएको छ अरे। ल झन्डै पसेर निस्कियो नि हजुर। ल 2 नम्बर होलमा चाहिँ मैले चाहिँ बर्डी हाने, हाम्रो साहबहरूले चाहिँ पार 3, 4, 5
अनि है त अब चाहिँ हामी थर्ड होलतिर जाँदैछौँ। 4 जना सेकेन्ड डे आज, 4 जनाको सेकेन्ड डे, सेकेन्ड फ्राइडे हो। फ्राइडे चाहिँ यसरी चाहिँ हाम्रो गेम चाहिँ सुरु हुँदैछ है, सुरु भइसक्यो। अब हामी चाहिँ थर्ड होलमा जाँदैछौँ। यो प्रो एमको लागि यो चाहिँ यो क्लिफ्टन कफी भन्नेले चाहिँ स्पोन्सर गराइरहेछ प्रो एमलाई। हामी चाहिँ फोर्थ होलमा आइपुग्यौँ र थर्ड होल चाहिँ सबैको राम्रो भयो। हिसाबले पार हान्नु भएन साहब? यस पार्नु भयो, मैले पनि पार हाने, हाम्रो साहबले पनि पार हान्नु होला। पुग्यो। अनि हाम्रो सरले चाहिँ के 5 हान्नु भयो क्या, डबल पुग्यो हान्नु भयो। या त्यहाँ मात्रै आइपुग्यो। हाम्रो साहब चाहिँ त्यहाँ हुनुहुन्छ। पन्दम साहब चाहिँ माथि रुखको फेदा पुग्नुभएछ। मेरो चाहिँ ड्राइभर एकदम राम्रो गयो साथीहरू। त्यो पर सबभन्दा टाढो देखिएको छ, त्यो चाहिँ मेरो बल हो। त्यहाँबाट अराउन्ड 100 यार्ड जति होला। अनि लास्ट होलमा पनि थर्ड होलमा पार हाने राम्रै हुँदैछ। फर्स्ट होलमा 6 हान्यो, सेकेन्डमा बर्डी, थर्डमा चाहिँ पार हान्यो। यो फोर्थ होल हो। फोर्थ होलमा हेरौँ कस्तो गर्न सकिन्छ। मेरो चाहिँ बल यहाँनिर छ। दमन साहबले चाहिँ अब हान्न लाग्नु भएको छ है त। ल अब यो के भन्छ, ग्रिन त अन भयो, तर यति टाढो भयो कि के गर्ने, फ्रेन्ड्सकै छेउमा भयो। यहाँबाट चाहिँ बडी पट, लङ पट हुँदैवाला छ। राम्रो। नाइस फन है हजुर। राम्रो छ है हजुरलाई। दामी छ। ल अहिलेको नयाँ प्रो आउँदैछ है। अब गुड शट। ल साथीहरू, यो चाहिँ हामी फिफ्थ होलमा आइपुग्यौँ। फिफ्थ होलमा हाम्रो देवराज सर त्यहाँ हुनुहुन्छ। यतापट्टि गुतमन साहब र पदम साहब चाहिँ पर जानुहुँदैछ। मेरो बल चाहिँ यतैतिर कता आएको छ, छेउछाउतिर। नट ब्याक राम्रै भएको छ ड्राइभिङ चाहिँ। अब हेरौँ सेकेन्ड सट, एप्रोच सटले अब कसो गर्छ। फेरि मेरो बल त्यहाँ छ, त्यहाँबाट चाहिँ जानुपर्ने। त्यहाँ 122 यार्ड छ यहाँबाट। हाम्रो गुप्त साहब चाहिँ त्यहाँ हुन्छ। यसो न चाहिँ मेरो बल चाहिँ यहाँ छ। यो यहाँ चाहिँ बर्डी पट हो, अटेम्प, बर्डी अटेम्प। यहाँ चाहिँ तुमन साहब चाहिँ त्यहाँबाट हुनुहुन्छ। यसो न चाहिँ
साप चाहिँ हुनुहुन्छ ऊपर दुईजना सापहरू चाहिँ फिसिङ गर्नुहुँदैछ पर माछा मार्नुहुँदैछ है ए मेरोभन्दा टाढोको सापको चाहिँ गुटुङटुङ गुडेर यस्तो छ भयो है साथीहरू हाम्रो चाहिँ यो चाहिँ अब 7th होल हो 7th होलमा ल साथीहरू मेरो चाहिँ बल यहाँ आएर बस्यो ओल्लो छेउमा जहिले त्यसले हाम्रो बस्छ हाम्रो प्रधान सपदा आउनुहुन्छ गुप्तमान साहबले हान्नुभयो हाम्रो देवराज साहबको चाहिँ तल बसेछ नाइ सर ल यो चाहिँ 12 होल हो आज हाम्रो देवराज साहबले चाहिँ खतरा हान्नुभएको थियो अलिक मिस भयो क्या भिडियोमा चाहिँ मिस भयो तर साह्रो राम्रो हान्नुभएको थियो साहब चाहिँ नाइस वान हजुर ओहो ल मेरो चाहिँ फर्स्ट बल चाहिँ यहाँ छ यहाँबाट चाहिँ नालीको छेउछाउ पुग्ने गरी हान्नु पर्यो ठुलोले हान्यो भनेदेखि फेरि अब टाढै पुग्ने खतरा छ 7ले दिनुपर्छ कि ल देवराज सापको चाहिँ यहाँ छ यहाँ चाहिँ 215 जति छ होला साप चाहिँ यहाँबाट हजुर नाइस ल्याप है हजुर ल अब हाम्रो गुप्ता सरले चाहिँ यहाँबाट 180 जति छ होला दामी हजुर पुगेन ठिक ठाउँमा गयो हजुर ठिक ठाउँमा Nice one, Sabzur. Nice and easy swing, Azur. Swing easy when it's breezy. Once again. अलि राम्रो भएन है साप चाहिँ कतै हाम्रो सापको चाहिँ त्यहाँ पछ खोल्सामा मेरो चाहिँ उक्त पर छ है ल साथीहरू अब यो चाहिँ 13 होल हो 13 होलमा चाहिँ अब मेरो बल चाहिँ राम्रै आछ यानि कि ओर आइपुग्यो अब यहाँबाट चाहिँ 180 मिटर जति क्या यार्ड जति होला किन 150 को पोस्ट येलो र ब्ल्याक हो मेरो चाहिँ यहाँ छ हावा पछाडिबाट छ के अरे यसो यहाँबाट यसो विचार गर्दा 7 आइरन ठिक होला जस्तो छ अपिल मेरो बल चाहिँ यहाँनिर आएर चाहिँ यहाँ बसेछ सेकेन्ड छ अब यो चाहिँ यहाँबाट चाहिँ थर्ड हो पार हान्नु पनि छ सापहरू चाहिँ त्यहाँ आउनुहुन्छ गुप्तमान सापको अब कहाँ आउने यता बदाम सापको त्यहाँनिर छ है गुप्ता सापको ल दामी यिनीहरूले जाने रहेछ खेल्नलाई चाहिँ रिल्याक्स गर्ने टुकुर हान्दै हिँड्ने ए हतार छैन केही छैन हो नि हजुर अस्ति टिटवासमा त गरेको केटाले
त्यहाँ त अब बिचमा ऊ पनि छ नि त रेस्ट के अरे ऊ पनि हट पनि त्यहाँ नै 2-4वटा बोकेर खेलेर बियर खाएपछि राम्रो भयो भन्दै थियो हजुर खै साथीहरू हामी चाहिँ 15 नम्बर होलमा आइपुग्यो चाहिँ हाम्रो हेर्नुहोस् अगाडि हुनुहुन्छ अनि हाम्रो पछाडि चाहिँ 2जना सापेर आउनुहुँदैछ म चाहिँ यो के अरे 7 आइरन हानेको त्यो के भन्छ ग्रिनदेखि पनि ओभर के अरे फ्ल्यागलाई पनि क्रस गरेर उतापट्टि गएको छ यहाँ गएर हेर्नुपर्ने छ साह्रै टाढो त नजानु पर्ने हो राम्रो लागेको थियो नाइस one साहब आम्मामा अहिलेसम्मको सबभन्दा राम्रो गयो त साहब हजुर च्यालेन्ज आयो त नि आम्मा बेस्ट टी सर्ट है हजुर अहिलेसम्मको ड्राइभरले नाइस one हजुर दामी ल अब मेरी बारी आयो हेरौँ कहाँ हानिँदो रहेछ है त अब साहबहरूलाई भेट्ने हो कि नभेट्ने हो भन्ने पो छ त यहाँ त ल आजको च्याम्प्स हो है आजको च्याम्प्स हो only 4 अहिलेसम्म चाहिँ होल 16 मा होल 16 सम्म आइपुग्दाखेरि only 4 क्या कम्पिटिसनमा भेटिँदैछ हजुर थ्याङ्क यू हो नि जस एप्रोच चाहिँ राम्रै छ हजुर त्यहाँबाट दामी छ एप्रोच चाहिँ ल आज यो 16 होलमा चाहिँ सबैजना 4वटा बल चाहिँ हामी चाहिँ के भन्छ फेयरवेमा सेन्टर फेयरवेमा आएको छ अब हाम्रो हजुरको फेरि सेन्टरमा छ लु हेर्नुहोस् है सबैभन्दा सेन्टर भने त नि यो के अरे येल्लो मार्करकै छेउमा छ हजुर हजुर इट्स फ्राइडे गल्फ डे हजुर फ्राइडे गल्फ डे हजुर पदम साहब आउनुहुँदैछ पछाडिबाट करेक्ट हजुर ब्रुमनर भन्छ मालब्रो खै मालब्रोको टिमले केही मेसेज गर्नुभएको छैन हजुर कमेन्ट बक्समा केही गर्नुभएको छैन जस्तै छ हजुर अब फेरि यो भिडियो हेरेर चाहिँ मेसेज गर्नु पर्यो मलाई हामी त हिजो यो त हामी त ओपन भइरहेछ हजुर भिडियो खिच्दै हाल्दै हो उहाँहरूलाई अब इन्भाइट गरेकै छौँ आउनुहुन्न नाइस हजुर ल 2 जन भयो पक्का ठिक भयो हाम्रो गुप्तमान साथ चाहिँ ग्रिन अन हुनुभयो अब त्यहाँ देवराज साहबले हान्नु हुँदैछ है त्यहाँबाट अब त्यहाँदेखि चाहिँ हाम्रो पदम साहब र मेरो चाहिँ बराबर एउटै लाइनमा यो नालामा के अरे पानीको च्यानलमा बसेको 2जनाको ल येल्लो र व्हाइट पदम साहब राइटमा हुनुहुन्छ म यतापट्टि लेफ्टमा छु ल हाम्रो त यहाँ त मारामार पो होला जस्तो भयो त ल ट्राई गरौँ हजुर हस् हस् अलिक सर्ट भयो हजुर
ल जितको सुरु भयो अब हो लिटल बेट हेर्नुहोस् है आज संसार कस्तो छ ब्रुम ब्यानर ल साब्रोमा चाहिँ हानेर चाहिँ यहाँबाट गयो अब पार गर्नु मात्रै बाँकी छ पार त हुनु पनि हो तीनजनाको के अरे सबैजनाको होइन सब चाहिँ ल यहाँ चाहिँ चारैजनाको बल चाहिँ ग्रिनको छेउछेउमा पुगेछ अघि सापले भन्नुभयो जस्तै सबैभन्दा लद्दुराम चाहिँ मेरो भने जस्तै मेरो चाहिँ सबैभन्दा वर आएछ हौ सेकेन्ड लास्ट होलमा आइपुग्यो है सबैजना ठिकै छ हजुर राम्रै छ या अलिकति राइट गयो त ठिकै छ सब चाहिँ रफमा पुग्यो होइन ल अब मेरी बारी म चाहिँ बिग डगले दिनु पर्यो गयो नाग्यो आजको लागि टीबाट चाहिँ लास्ट स्विङ है आज सकिगयो सबैभन्दा राम्रो त ल आजको लागि 18 होल पनि अब सकिनु लाग्यो हजुर लास्टमा जस राम्रै भएन छ हजुर वेदर छैन 18 हजुर या आज 18 होल आज चाहिँ अब सक्यो है टी अफ चाहिँ सक्यो अब 19 होल मात्रै अब 19 होलको टी चाहिँ बाँकी छ अब त्यहाँसम्म जाँदाखेरि कसो हुने हो पर गएर 20 त्यही त हजुर 6:30 ठिकै हो नि हजुर हामीले कति 2:30 देखि हो नि त 2:30 देखिको 6:30 भने त 4 घन्टा ल 18 होलको चाहिँ सेकेन्ड सर्ट चाहिँ हाम्रो देवराज साहबले हान्नुहुँदैछ है परबाट 6:30 पनि भयो टाइममा अहिलेको अनुसार उहाँको बल कहाँ गएको नि नाइस वान है हजुर ल पदम साहबले चाहिँ अब उहाँको सेकेन्ड सर्ट 18 होलको लागि हान्नुहुँदैछ है नाइस हाम्रो अब गुप्ता साहबको बारी पालो आयो उहाँले चाहिँ अब हो क्या फ्यास हान्नुहुन्छ नाइस मेरो बल चाहिँ यहाँ छ कहाँबाट जाउँ त अब उता जानु सकिन्छ सकिँदैन ल पहिलो बल चाहिँ हाम्रो पदम साहबको हो मेरो चाहिँ यहाँ आएर बसेको छ कुनामा थर्ड सर्ट हो अब यो चाहिँ पारपट हो गुप्तमान साहबको त्यहाँ छ अनि देवराज साहबको त्यहाँ
स्क्याम होला नि चेस हजुर सबैजना है त्यसलाई 19 होले छ है 19 हो हजुर ल हाम्रो मालपुर टिमलाई यहाँ आउनु पर्यो चाँडो चाँडो